हेलो, प्रभुले तपाईँहरूलाई आशिष दिनुहुन्। उल्टाबाट मलाई हेरिरहनु भएको छ। रमात भन्ने कुरा चाहिँ आफै खुसी हुनुपर्छ, अरूले खुसी पार्दैन हामीलाई हो। हालेलुया, प्रेज द लर्ड। सबैजनालाई जय मिसी छ। प्रेज द लर्ड। परमेश्वरमाथि विश्वास राख्नुहोस्। हरेक दुःख अनि सुखमा परमेश्वरमा खुसी हुनुहोस् है। जहाँ पनि तपाईँ जानुहुन्छ, तपाईँले आफ्नो जीवन परमेश्वरमाथि राख्नु भएको छ र प्रभुसँग बस्नु भएको छ भने तपाईँलाई दुखित हुने कुनै कारणै हुँदैन। अनि दुःख दिने मान्छेहरूले मात्रै हो दुःख दुःख भन्ने कुरा चाहिँ। जति तपाईँ साइनो गाँच्नुहुन्छ, जति मान्छेसँग क्लोज हुनुहुन्छ नि, त्यति नै मान्छेले तपाईँलाई रुवाउँछ, तपाईँलाई चिन्तामा डुबाउँछ, संसारको कुरामा डुबाउँछ। अशान्ति पीडा भएको कारण चाहिँ के हो भने जति हामी साइनो जोड्छौँ, जति आफ्नो परमेश्वरले दिएको परिवारदेखि बाहेक हामी धेरै रिलेसन जोड्छौँ नि, त्यो रिलेसनले चाहिँ हामी तक्लिफमा ल्याउँछ। तर परमेश्वरसँग जोडिएको सम्बन्धले चाहिँ हामीलाई आनन्द, शान्ति, खुसी ल्याउँछ। अनि त्यो खुसी चाहिँ परमेश्वरमा मात्रै हुन्छ है। अनि प्रभुमाथि भरोसा गर्नुहोस् र परमेश्वरले तपाईँहरूलाई आशिष दिनुहुन्छ। निराश कहिले पनि नहुनुहोस्, तपाईँसँग प्रभु हुनुहुन्छ। फिलिपी 4:4ले भन्छ, प्रभुमा सधैँ आनन्द गर, प्रभुमा सधैँ आनन्द गर। हालेलुया, प्रेज द लर्ड। प्रभुलाई धन्यवाद, प्रभुलाई धन्यवाद।